मौन बस्नेहरू कमजोर हुँदैनन्, बल्कि उनीहरू त सबैभन्दा बढी कुरा बुझ्ने हुन्छन्। जिन्दगी सजिलो कहिल्यै हुँदैन, तर हिम्मत गर्नेहरूका लागि असम्भव पनि त हुँदैन। मानिसको असली पहिचान उसको बोलीले होइन, उसको व्यवहारले देखाउने गर्छ। आफ्नो बाटो आफै बनाऊ, किनकि भिड पछ्याउनेहरू अगाडि कहिल्यै बढ्दैनन्। जसले तिमीलाई बेवास्ता गर्छ नि, उसलाई सम्झेर आफ्नो समय खेर नफाल, किनकि तिमी त्योभन्दा धेरै मूल्यवान छौ। आशा मात्र भरिपूर्ण भएर के गर्नु र? हजारौँ हस्तरेखा कोरिएका हत्केलामा रित्तिएको भाग्यरेखा कोरिएपछि मेरी आमालाई त्यो खुसी मिलोस् जुन खुसी हामी छोराछोरी हुर्काउँदा छुटेको थियो। भाग्यले साथ नदिएको हो या सफलताले? असफलताले त अङ्गालो हालेर बसेको छ। मुस्कान आफ्नोमा होइन, आमाको मुहारमा हेर्न मन छ। स्वार्थले भरिएको संसारमा मन दुखाइ रहनुभन्दा त कहिलेकाहीँ एक्लै रहन ठिक लाग्छ। धेरै मेहनत गर्नु छ, आफ्नो खुसीको त अत्तो पत्तो छैन, तर परिवारको खुसी हेरेर अघि बढ्नु छ। म कति पटक टुक्रिए रोए त्यो महत्त्वपूर्ण छैन, बस म आफूलाई सम्हाल्न सके त्यो मेरो जित हो। संसारको सबैभन्दा ठुलो चिहान मान्छेको मन हो, जहाँ हजारौँ सपनाको कङ्काल भेटिन्छ। जुन दिन मर्नु छ त्यो दिन हाँसेर मर्नेछु, किनकि बाँचुन्जेल रोएको छु। बिस्तारै एक्लै हुँदै गएँ म, अनि एकान्त मेरो सहारा भयो।